नमस्कार, म डाक्टर बिहानी सञ्जाल, महिला रोग विशेषज्ञ। हामीले हेर्ने ओपीडी को केसेसहरुमा एकदम धेरै चाहिँ अहिले महिनावारी गडबडी भनेर आइरहेको देखिन्छ। यसको मुख्य कारण चाहिँ हामीले हेर्दाखेरि चाहिँ एकदम धेरै अहिलेको जीवनशैली नै सबैभन्दा प्रमुख हो हैन। जीवनशैलीमा पनि अत्याधिक हामीले लिने तनावहरु अनि हार्मोनल गडबडीहरु अनि त्यस्तै गरेर खानपान अनि निद्रा अनिद्रा अनि त्यस्तो कुलतको प्रयोग यस्तो यो सबै जीवनशैली जन्य फ्याक्टरहरु चाहिँ धेरै इम्पोर्टेन्ट रोल प्ले गरिरहेको रहेछन् हैन। त्यसले गर्दाखेरि अब अहिले यो हार्मोन गडबडी भनिरहँदाखेरि सबैभन्दा प्रमुख समस्या चाहिँ अहिले एउटा पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम भनेर आइरहेको छ। त्यो चाहिँ एभ्री फिमेलहरुमा चाहिँ अहिले हामी देख्न सक्छौं। एभ्री 10 वटा फिमेलमा एउटा फिमेललाई चाहिँ भइरहेको नै तथ्याङ्कले पनि देखाउँछ। यसको चाहिँ प्रमुख कारण चाहिँ जीवनशैली नै रहेको भएर यसको उपचार गर्दाखेरि चाहिँ हामीले जीवनशैली परिवर्तन गर्ने हैन, तनावको मात्रा घटाउने, हामीले खानपिनहरु मिलाउने, तौल व्यवस्थापन गर्ने, तनाव व्यवस्थापन गर्ने यस्ता विधिहरु गर्यौं भने पनि एकदमै यसमा चाहिँ प्रभावकारी देखिन्छ। तर अहिलेको ट्रेन्ड कस्तो छ भने औषधिमा भर पर्ने हामी अल्छी हुँदै गएको छौं। त्यसले गर्दाखेरि औषधिमै भर परिरहेको छौं के। अनि त्यसले गर्दा यो औषधिमा पनि अब अहिले यो पिल्स टक्कीहरुको मात्रै प्रयोगले मात्रै यो समाधान हुँदैन का। यसको विधिहरु हामीले थुप्रै लाइफस्टाइल म्यानेजमेन्ट देखि लिएर हैन सबै कुराहरु गर्यौं भने मात्रै हुन्छ। यसको उपचार विधिहरु चाहिँ के हुन सक्छ भन्ने विषयमा म हजुरलाई आज भन्न गइरहेको। हार्मोनल गडबडी अथवा महिनावारी गडबडीको उपचार विधिको कुरा गर्दाखेरि चाहिँ जीवनशैली व्यवस्थापन अथवा परिवर्तन नै पहिलो उपचार हो। यसमा चाहिँ हामीले गर्ने भनेको के त भन्दा एकदम सजिलो छ, आफैले गर्ने हो यो उपचार चाहिँ है। यसमा चाहिँ हामीले खानपिन मिलाउनु पर्यो हैन, निद्रा एकदम राम्रो हुनु पर्यो, तपाईको रेस्ट पुगेको हुनु पर्यो शरीरमा, अनि त्यसै गरी तनावको मात्रा पनि म्यानेज भएको हुनु पर्यो, अनि योगा प्राणायाम अथवा कुनै पनि एक्सरसाइज फिजिकली एक्टिभ हुनु पर्यो कि हाम्रो अहिलेको जीवनशैली एकदम सेडेन्टरी छ, हामी एकदम टेबल वर्क धेरै गर्छौं। त्यसले गर्दा फिजिकल एक्टिभिटी चाहिँ हाम्रो हुनु। अनि अनावश्यक जिपाइती औषधिहरुको प्रयोग नगरिकन विशेषज्ञ कहाँ गएर उपचार गराएर चेक जाँच गराएर उपचार गरेर औषधि उपचार गर्नु पर्यो। अर्को भनेको अहिले हाम्रो एकदमै राम्रो रिजल्ट देखिरहेको चाहिँ आयुर्वेद उपचार पद्धतिबाट चाहिँ एकदम राम्रो हामीले रिजल्ट पाइरहेको छौं। हामीले त्यसमा चाहिँ मेनली चाहिँ पञ्चकर्म शरीरलाई शोधन गर्ने प्रक्रिया हुन्छ, जसले चाहिँ शरीरको टक्सिनहरु बाहिर निकाल्छ। र त्यो विधि गर्दाखेरि चाहिँ धेरै जसो हामीले चाहिँ पीसीओएस को अनि त्यसै गरी पीसीओएस ले गर्दा निसन्तानपन भएको त्यस्तो केसमा चाहिँ 3 महिना मात्रै यो प्रक्रिया राम्ररी गर्दाखेरि चाहिँ एकदम राम्रो रिजल्टहरु पाइरहेको छौं। त्यसले गर्दा यो सहजै गर्न सकिन्छ। यसको लागि धेरै खर्चिलो पनि छैन र तपाई कुनै पनि महिला रोग विशेषज्ञ आयुर्वेदको सँग गएर कन्सल्ट गर्न परामर्श गरेर चाहिँ उपचार विधिहरु चाहिँ अपनाउन सक्नुहुन्छ।